यदि सरले आगामी 3 वर्षमा आफ्नो विद्यालयमा एउटा मात्र परिवर्तन गर्न सक्ने अवसर पाउनुभयो भने त्यो परिवर्तन चाहिँ के होला? ओके, नमस्कार। मेरो नाम प्रभु नारायण यादव। मेरो स्कुलको नाम लिटिल रोड सेकेन्डरी स्कुल औँधपाटी भक्तपुर। अब सरले घातलाग्दो क्वेसन सोध्नुभयो। म आफ्नो स्कुलमा विगत 3 वर्षको अनुभवले एउटा बच्चालाई चाहिँ कसरी सुधार्ने र त्यो सुधार्नको लागि बच्चामा भएको युगोपनलाई कसरी खाली गर्ने भन्ने कुरो म आजको चाहिँ एउटा त्यो वेलबिङ जुन सेसन थियो नि त्यसबाट 3टा पोइन्ट सिकेको छु। त्यो 3टा पोइन्ट म सेयर गर्न चाहन्छु हजुरहरूको अगाडि। त्यो पोइन्ट के हो भने बच्चालाई चाहिँ हामी सुन्नुपर्छ, किनभने सुन्दाखेरि उसमा भएको फुल भएको जुन कुरा हुन्छ त्यो खाली हुन्छ र खाली भइसकेपछि मात्र हाम्रो कुरा हाम्रो काउन्सिलिङ बुझ्छ। खाली भएको छैन भने ऊ सुन्ने काम मात्र गर्छ, फेरि एक्सनमा आउँदैन। त्यस कारणले पहिलो पोइन्ट चाहिँ उहाँलाई सुन्ने मान्छेलाई खाली गरिदिनु पर्यो, अनि बल्ल हाम्रो के कुरा लागू गर्छौँ हामी लागू गर्छौँ। यति नै आज मैले बुझेको हो। धन्यवाद।